नेपाल प्रिमियर लीग एनपीएल को दोस्रो सिजनको आफ्नो पहिलो खेलमा विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले शानदार बोलिङ गरेका छन्। उनले मंगलबार भएको खेलमा पोखरा एभेन्जर्स विरुद्ध 4 ओभरमा 18 रन मात्र दिएर महत्वपूर्ण 2 विकेट लिएका हुन्। सन्दीपले यस खेलमा न्यूजील्याण्डका स्टार अलराउन्डर जिमी निशम र नेपाली युवा ब्याटर तीर्थराज दासलाई शून्यमै पवेलियन फर्काए। उनले 2 विकेट पहिलो ओभरमै लिएका हुन्। गत सिजनमा निकै खराब प्रदर्शन गरेका सन्दीपले यसपालि भने शानदार सुरुवात गरेका छन्। उनको उत्कृष्ट बोलिङको मद्दतमा विराटनगरले पहिलो खेलमा पोखरालाई 53 रनले हरायो। गत सिजनमा भने सन्दीप नेतृत्वको विराटनगरले हारबाट लीगको सुरुवात गरेको थियो। उक्त सिजनमा सन्दीपको व्यक्तिगत प्रदर्शन पनि विशेष रहन सकेन। उनले एनपीएल 2024 मा 7 खेलमा 6 विकेट मात्र लिए। यसपालि भने पहिलो खेलमै 2 विकेट लिएर सन्दीपले सुखद सन्देश दिएका छन्। नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत मंगलबार भएको पोखरा एभेन्जर्स विरुद्धको खेलमा विराटनगर किङ्सका ओपनर लोकेश बमले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले 48 बलमा 7 छक्का र 1 चौका सहित 72 रनको पारी खेलेका हुन्। एनपीएल करियरमा लोकेशको यो दोस्रो अर्धशतकीय पारी हो। शानदार इनिङ खेलेका उनी प्लेयर अफ द म्याच घोषित भए। पोखरासँगको खेलमा विराटनगरका अर्का ओपनर मार्टिन घप्टिलले पनि अर्धशतकीय इनिङ खेले। उनले 35 बलमा 5 छक्का र 3 चौका सहित 61 रनको इनिङ खेलेका हुन्। एनपीएल करियरमा घप्टिलको पनि यो दोस्रो अर्धशतक हो। उनीहरूको आक्रामक ब्याटिङको मद्दतमा विराटनगरले पोखरालाई 53 रनले हरायो। पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले दोस्रो सिजनको नेपाल प्रिमियर लीग एनपीएल को पहिलो म्याचमै अर्धशतकीय पारी खेलेका छन्। उनले मंगलबार विराटनगर किङ्ससँगको खेलमा 31 बलमा 5 चौका र 4 छक्काको सहयोगमा 59 रनको पारी खेलेका हुन्। एनपीएल करियरमा कुशलको यो पहिलो अर्धशतक हो। विराटनगर विरुद्ध कुशलले 25 बलमै अर्धशतक पूरा गरेका थिए। उनले यस खेलमा दक्षिण अफ्रिकाका स्टार बलर मर्सिन डिलाङ्गेको बलमा शानदार छक्का हिर्काउँदै कमेन्ट्री बक्सको सिसा फुटाए। कुशलले विराटनगर विरुद्ध बोलिङमा 1 विकेट समेत लिए। उनको अलराउन्ड प्रदर्शनका बावजुद विराटनगरसँग कुशल नेतृत्वको पोखरा 53 रनले पराजित भयो। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो यस पेजलाई लाइक र फलो पनि गर्नुहोला। धन्यवाद।